हाम्रो संविधानको धारा 16 को उपधारा 2 मा चाहिँ लेखेको छ अरे त्यो फाँसीको सजाय चाहिँ हाम्रो हुँदैन त्यो अब संविधानले संशोधन गर्नु पर्यो त्यो सम्भव हुँदैन अरे एक्लै हाम्रो त मैले समाचार अहिले सुन्दै थिएँ नि त अनि त्यो कारणले गर्दा चाहिँ अब त्यो फाँसीको सजाय चाहिँ सर्वसाधारण तपाईँ हामीले मात्रै आवाज उठाएर त्यो फर्लकै पन्ना च्यातेर फ्याल्ने कुरा त हुँदैन त्यो पनि त कुरा त बुझ्नु पर्यो नि त तर अब यो त्यो भन्दैमा हैन अब त्यति भन्दा पनि त अब यहाँ हेर्नु है बलात्कार गर्न त रोकेका होइन नि त्यसले त जहाँ जस्तो हालतमा पनि गर्छन् छोरी मान्छेले बलात्कार गर भनेको त अब सुनिदैन अब यो छोरो मान्छेले भनेको जस्तो सुकै सोझो छ फलानु छ ढिस्कानु छ सानो छ बुढो छ बालकै यो होइन यिनीहरूले मौका हेर्छन् छोरी मान्छे देख्नु हुँदैन दुई खुट्टा उभिएको मौका हेर्छन् यी बलात्कारीहरूले भन्न खोजेको मैले बलात्कारीहरूले त्यसो गर्छन् अनि अब जन्मकै सजाय छ हैन अनि करणीको चाहिँ अनि करणीको जन्मकै सजाय भने जन्मकै दिँदैन 10 वर्षमा पनि निकालिदिइहाल्छन् दिनरात जोडेर अरे यस्तो छ अरे त्यहाँको फेरि नियम म त्यस्तो सुन्दैछु हैन अनि त्यही भात खुवाउने तीभित्र राख्ने अनि यो बलात्कारीहरूलाई के हुन्छ फाँसी छैन डरलाग्दो सजाय त छैन नि त अनि भात खान पाइहाल्छ लगिहाल्यो भने बलात्कार गरेर के भयो त जेलै जाने हो त्यहीँ गएर सुत्ने हो भात खाने हो झन् आनन्द अनि आफ्नो बुढी पाल्न दुःखै गर्नु परेन बाहिर हो यसरी पनि बलात्कार केसहरू बढिरहेको त कानुन डर नभएर हो नि त खासमा त्यो बलात्कारहरू यो अपराधहरू बढेको भनेको चाहिँ अब विदेशकातिर हेर्नु न कति राम्रो छ त बलात्कार भनेको पनि हुँदैन हो किन भन्नु त अब के गर्ने त्यही बलात्कारीलाई भनेर अब फाँसी दिन मिल्दैन अरे होइन त्यो हामीले उपधारा धारा त्यही सम्बन्धका फ्याल्न मिलेन करणीको भने के गर्ने त भन्दा बलात्कार गरौँ पकाडियो अब निर्मला पन्तको त पकाडिएकै छैन कहाँ छ त ती हिलिली गरिरहेको छ कि कतिवटा बलात्कार गरिसक्यो कि कति बोल्नुहुन्छ कति बोल्नुहुन्न कति इज्जतका डरले लुकाउनुहुन्छ अनि के गर्ने त अब त्यसलाई बलात्कारीलाई निकालेर भनेर अब यसो सरकारले पनि त सोधाउनु यो केटाकेटीको खेल त होइन होइन हामीले बोल्ने मात्रै रहेछ त केही त होइन हुँदै सकेको छैन हुँदैन भने त अब के गर्नु होइन अनि आगो त उठ्छ नि जहाँसम्म अब मारिदिउँ है फाँसी दिउँ गोली ठोकिदिउँ यस्तो हुन्छ नि अब त्यो नभएको कुरो त्यहाँ हुँदैन अरे त्यहाँ अहिले मैले समाचार सुनेको अनि त्यस पछाडि हुनै नसक्ने भन्ने कुरा त केही छैन अब त्यसरी भन्नुहुँदैछ अनि अब त्यसलाई चाहिँ यसो गरेर नाङ्गै पारेर कुदाएर होइन अनि यो गर्नु अरे क्या अरे सियो यसरी झुन्ड्याउने अब झुन्ड्याउँदै त मर्दैन नि त खुट्टामा झुन्ड्याउने यसरी झुन्ड्याइदिने क्या यस्तो माथि केहीमा टाउकोमा झुन्ड्याउँदा त मर्छ खुट्टामा झुन्ड्याउनु उदो मुटु पार्ने अनि त्यो सियो हुँदैन त्यो ट्याटो हाने जस्तो त्यो सियो अलिक डरे क्या त्यो लुगा सिउने सिएर चुवा सबतिर घोत्तिने क्या त्योहरू चाहिँ एकदम पब्लिकमा सामाजिक सञ्जालमा छस्ती भाइरल गर्ने सबको आँखा पुगोस् त्यहाँनिर त्यो यस्तो खालको ट्रेन चलाइदिने क्या त्यसलाई सजाय दिएको चाहिँ अनि सिस्नो पानीले पानीमा चुप्दै त्यसको त्यो के जातिमा हाल्दै हतियारमा हान्दै होइन त्यो उपद्रो गरेको अनि त्यो सिस्नो पानीले फेरि त्यसको त्यो नाङ्गै पारेर त्यहाँनिर हान्दिने अनि त्यो लाइभ भिडियो बनाएर अनि सबैको सामुन्ने पुर्याउने अनि चाहिँ लगेर जेलमा राखेर अनि बरु कसो के गर्नुहुन्छ तपाईँहरूले गर्दा हुन्छ क्या पहिले मुख थुनेर मार्क्स लाएरै पहिला सार्वजनिक गर्नुहुन्छ त मार्क्स किन लाग्नु भने क्या हत्याराहरूलाई समात्दा बलात्कारीहरूलाई समात्दा अपराधीलाई समात्दा मार्क्स लाग्ने कारण के हो कोरोना सोरोना त हुँदैन त अन्त मार्क्स लाएर चाहिँ तपाईँहरूले किन त्यो बाहिर पर्दा देखाउनुहुन्छ क्या पुरा फोकस मारिदिनु न जो चाहिँ बलात्कार भएको छ हत्या भएको छ उहाँहरूको चाहिँ बरु लुकाउनुहोस् त्यसले पीडा दिन्छ होइन जो हत्यारा छ बलात्कार छ मार्क्सै लाउन नदिनु क्या म त त्यही भन्छु मार्क्स लाउने होइन मुख फोकस हान्ने हो क्या त्यही हो ज्वरोले छोड्न आँटेन बुढो हाल्ने बेला भइसक्यो ज्वरोले छोड्न आँटेन दिदीबहिनीहरू मलाई घरको भात पनि नभेटेर मलाई सायद अनि त्यस्तो छ अनि के गर्नु कराए दसैँ परिवारमा मिलिसक्नुभयो गइसक्नुभयो शालिको त त्यस्तो खाँचो पनि होइन अब के हो म जान्दिनँ मलाई त्यस्तो शालिक अनि फलाने गर्ने पैसा दिने भन्ने त त्यो हुँदैन क्या त्यसलाई नाङ्गै पारेर त्यसरी सिस्नो पानी लगाएर उदो मुन्टो पारेर त्यसलाई पुरै 1-1.5 घन्टा सजाइदिएर 2-4 घन्टा होइन दिनैभरि झुन्ड्याएर सजाइदिँदा नि त मर्दैन नि त उदो मुन्टो पारेर त अनि त्यसरी लगेर अनि बरु लगेर चाहिँ यसै गरौँ जेलतिर हालेर भातै खुवायो भने के फरक पर्दैन थियो कसरी भने सजाय त 100 त देखुन् क्या जनताले अनि त्यो बलात्कारीहरूले पनि देखुन् अनि यसो रहेछ पहिल्यै बाटामै सजाइदिएर भित्र लगेर त अनि के हो त भने बरु हातगोटा भाँचिदिएर भित्रै जेलमा लगेर भात खुवाइदिनु चम्चीले बरु तर त्यो सजाइदिएको चाहिँ पब्लिकमा आओस् क्या सबै सामुन्ने आओस् भन्छु त्यही भन्न आएको दिदीबहिनीहरू म त्यति भन्न आएको अरू केही भन्दिनँ समाचार हेरिरहेको छु मैले राति नै 3 बुधे सहमति भएर हिँडिसक्नु भएछ होइन जे भयो नि हामीलाई त अब एकदम राम्रो छ यो यति पनि हुँदैन थियो सुल्तान गुरुङ हुनु नथ्यो गिरेर मन्त्री भने नि यो कहाँ यति छिटो सुनवाई हुन्छ हाम्रो पहिलाका नेताहरूले त भेट्नै चाहनुहुन्न खोज्नु नि हुन्न
कस्तो ठुलो मान्छे भइसिन्थ्यो त्यस्तो छ हाम्रो त अहिले हामीले सुनेको राजा सरकारमा त गर्व छ गर्नुहुन्छ सुन्नुभएको छ गर्नुहुन्छ बिस्तारै बिस्तारै सबै कुरा लाइनमा आउँछ भर्खर त हुनुभएको सबै कुरा गर्नुहुन्छ म त